गाइस अहिलेको भिडियो चाहिँ किन काटेको भन्दाखेरि होइन भएको आएको 1 महिना भइसक्यो यो बाटो हिँड्न थालेको नि हप्ता दिन भइसक्यो बाटै झुकेर साइडतिर जानुपर्ने सिधै हिँडेकै भइसक्यो क्या त्यही भएर भिडियो रोकेर फेरि अर्को बनाउँदैछु फेरि अहिले गएको 1 बजेबाट छ अनि म यहाँ घुमे भयो भने त फेरि बिजोग हुन्छ त फेरि नेपालको जस्तो आधी घन्टा ढिलो भयो सर म ढिलो भएँ भन्न पनि मिल्दैन यहाँ त ढिलो भयो भने के सिधै एब्सेन्ट हो भइस के कारण ढिलो भइस भनेर सोद्धा पनि भने पनि एब्सेन्ट हो क्या तिमी त्यो दिनभरि दिउँसोभरि क्लासमा बस नबस केही मतलबै भएन तिमी एब्सेन्ट हो अब तिमी त्यो क्लास छोडेर गयो भने त अब तिमी त ब्ल्याक लिस्टमै राखिदिइहाल्छन् क्लासमै बस्यो भने तिमी एब्सेन्टै हो क्या प्रेजेन्ट चाहिँ तिम्रो लाग्दैन त्यस्तो छ यहाँ त फेरि त्यही भएर क्लास चाहिँ सकेसम्म छिटै पुग्नुपर्छ होइन अनि के हुनु त्यस्तै छ खबर चल्दैछ गरिँदैछ गर्ने हो गर्न भनेर आयो होइन यस्तो मोटिभेसन आउँछ नि बेला बेलामा आफैलाई सोध्छु घर परिवार सम्झिन्छु त किन आएको भन्ने टाइपको क्या गर्न आयो भने त दुःख भयो भनेर त भएन नि त विदेशमा त दुःख गर्न आएपछि दुःख हुन्छ कहिलेकाहीँ सुख हुन्छ त्यही भएर रातिहाल्नु हुँदैन नयाँ ठाउँमा कहिलेकाहीँ दुःख हुन्छ कहिलेकाहीँ सुख हुन्छ गर्दै जानुपर्छ गर्छु भनेर आएपछि लगाएछ मेरो चाहिँ यति नै आजलाई